धेरै दिनपछि नदेखिएको कन्टेन्ट मोनेटाइजेसन आज चाहिँ देखिन थालेको छ है साथीहरू। तर तारा लागेर देखिन थालेको छ। पहिला चाहिँ यसरी सबै स्टार एड्स रिल्स अनि एड स्ट्रिम सब्सक्रिप्सन यसरी बेग्ला बेग्लै छुट्टा छुट्टै मोनेटाइजेसनको टुलहरू थिए। तर अहिले चाहिँ तपाईँहरूलाई साथीहरू सबै यो एकै ठाउँमा गाभेर सब्सक्रिप्सन र स्टारदेखि बाहेक एड्स रिल्स बोनस अनि स्ट्रिम एड्सहरू गाभेर चाहिँ यो कन्टेन्ट मोनेटाइजेसन भनेर ल्याएको छ। र आज न्यू अपडेट पनि आइसकेको छ साथीहरू। हेर्नुहोस् है त, यो न्यू अपडेटमा अब तपाईँहरूले के गर्न सक्नुहुन्छ, कसरी चाहिँ कन्टेन्ट मोनेटाइजेसन पाउन सकिन्छ भन्ने जस्तो लाग्छ भने तपाईँहरूले यसमा कन्टिन्यू काम गरिराख्नुपर्छ साथीहरू। ओरिजिनल भिडियोहरू हाल्ने त्यहाँबाट तपाईँहरूले फोटो हाल्ने, टेक्स्ट हाल्ने, रिल्सहरू हाल्ने गरिराख्नुपर्छ है साथीहरू। र यसलाई अब आई एम इन्ट्रेस्टेड भन्ने चाहिँ तपाईँहरूको अप्सन पनि तल आइसकेको छ होला, तपाईँहरूले हेर्न सक्नुहुन्छ साथीहरू। हो यो आई एम इन्ट्रेस्टेडमा तपाईँहरूले ठ्याक्क थिचेर चाहिँ तपाईँहरूले म चाहिँ एकदम फेसबुकमा काम गरिरहेको छु र यो फेसबुक सम्बन्धी धेरै काम गरिरहेको छु र म यस फेसबुकबाट पैसा कमाउन चाहन्छु, म एकदम इन्ट्रेस्टेड छु भनेर लेख्नुपर्ने हुन्छ। त्यसलाई मैले तपाईँहरूलाई पनि कमेन्ट बक्समा अथवा डिस्क्रिप्सनमा दिने नै छु साथीहरू। तपाईँहरूले कमेन्ट बक्सबाट कपी गरेर ट्यागको ट्याग पेस्ट गरेर सबमिट गर्न पनि सक्नुहुनेछ है त, आई एम इन्ट्रेस्टेडवाला। र साथीहरू मेरो पनि अब भर्खर सुरु नै छ, तपाईँहरूलाई थाहा छँदैछ मेरो पनि अब कन्टेन्ट मोनेटाइजेसन भइसकेको छैन, सिकाउन पो थालो भन्नुहुन्छ होला। मैले पनि अब अरू मभन्दा माथिका गुरुहरूको सिकेर तपाईँहरूलाई सिकाउने कोसिस गर्दैछु है। म पनि यसरी नै तपाईँहरूले पनि गर्नुहोला अनि त्यहाँबाट पोस्टहरू बढाइराख्नु होला, गरिराख्नु होला। आज भोलि पर्सि 3-4 दिनसम्ममा 75% आउन सक्छ साथीहरू। इजिबल भइसक्नु भएको रहेछ भने आउन पनि सक्छ, नआउन पनि सक्छ। नआए पनि तपाईँहरू हामीहरू ठिकै छ, फेसबुकमा काम गर्दै गरौँला। आज नआए पनि भोलि त आउँछ नै आउँछ है त साथीहरू। यसरी नै तपाईँहरूले पनि सबमिट गर्नु होला है त। आई एम इन्ट्रेस्टेडवालालाई तपाईँहरूलाई 100% नभए पनि 75% चाहिँ आउने सम्भावना छ है।